हेलो गाइज, गुड मर्निङ लासो एन्ड साफुल्ला। वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ यहाँलाई स्वागत छ। नयाँ दिन सँगसँगै नयाँ भिडियो लिएर म फेरि तपाईँहरूसँग उपस्थित भइसकेको छु। अहिले चाहिँ म चाहिँ गाउँले जिन्दगी हो, हेर्नुहोस्। दुईजना मेरो केटाहरू लिएर आइरहेको छु। भनेको मतलब म घाँस काट्न आइरहेको छु, अम्लेसोबारीमा छु। अनि आज चाहिँ भाइहरू, अरू भाइहरू चाहिँ सचिनहरू चाहिँ के भन्छ, चिया बनाउनु पर्ने भएकोले गर्दाखेरि उनीहरू चाहिँ चिया बनाउँदैछ। अनि म चाहिँ अब उनीहरू त्यहाँ बिजी भएकोले गर्दाखेरि उनीहरू भ्याएन। अनि म आफै आएको छु घाँस काट्नुको लागि चाहिँ दुईजना लिएर। सो अब चाहिँ यहाँ हेरेर इन्जोय गर्नु होला। घाँस कटाइ सुरु भइसकेको छ गाइज। यति चाहिँ मैले काटिसकेको छु। यहाँ दुईजना नम्बरी अल्छेहरू चाहिँ यहाँ छ मेरो साथमा, देख्दै हुनुहुन्छ। उठ्दैछ एउटा, अर्को ठुलो नम्बरी उठो, अर्को बसिरहेछ। भाइ त गाइज होइन, यो मैले भ्लगको लागि मात्रै घाँस काटेको जस्तो गरेर खिचेको चाहिँ होइन। म काट्छु घाँस पनि होइन, म घाँस पनि काट्छु। म जहाँ जे जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा चाहिँ म एडजस्ट हुन सक्छु भन्ने कोसिस हो मेरो। यहाँ आइरहेछ होइन, हाम्रो भिमा आइपुगेको छ। घाँसको निकाल लाग्यो भन्दै, यो घाँसको निकाल लागेको होइन गाइस, जानलाई अल्छी गरेको मात्रै हो, टाढो बाटो भएर। क्या त्यस्तो फोन गर्छु, फोन त नानीले उठायो, कराउँ कि भनेपछि थिएँ, हल्ला गर्नु हो नि। अहिले अब तल जाएर आमा धुलो हुने हो। अनि यहाँको चाहिँ लानु पर्यो अहिले चाहिँ तेल आजलाई चाहिँ भनेर। अनि सचिन दाजुहरू घाँस चिया बनाउँदैछ क्या, त्यही भएर नि। नत्र उनीहरू अनि चिया बनाइराखेको होला, के दुःख दिनु भनेर दुईतिर काम। कुकुरले चाहिँ खै त के गर्छ, सुतिरहेको छ? त्यो त जहिले सुत्छ मात्रै, जाला पनि यहाँको त्यसले त झर्नु आँटिसक्यो र त नि। 8.5 केजी कति भएको? कति महिना भयो त्यो? त्यो अब 23 गते 4 महिना पुरा हुन्छ बल्ल। 4 महिनै भएको छैन, खानु मोटो छैन। मिसिनमा पेलाउनु हुन्छ नि हैन? अलिक खारो हुन्छ हौ। के नहुँदा रहेछ भने मात्रै हो र? त्यो नि त्यो सिटा चाहिँ खेतमा पनि काट्नु हुँदैन, अम्लेसो मासिनु पाउँ थाहा छ? मासिन्छ त अनि। अनि मसिन आउँछ हैन? मसिनो फिर्दै आउँछ नि। मसिन आउँछ आके। त्यही त भनेको त। अनि त्यसो त जानु आउनु पर्ने हुँदो रहेछ। ल गाइस, मेरो क्यामेराम्यान चाहिँ अहिले मेरो छोरा हो होइन। यसको काम भनेर यहाँ आएर मोबाइल खेलाएर मात्रै भइरहेछ होइन। अहिले भारी बोक्छु। सिकाउ पनि भन्नुपर्छ सानो। कहाँ लाउँछ यिनीहरूले? खोइ कहाँ लगाएर कसले बेच्छ कि जस्तो लाग्दैछ। त्यो चेप्लावाला खर्च क्या बेचेर यिनीहरूले खर्च चलाउँछ जस्तो लाग्दैछ। तरकारी पकाइसक्यो? के पकाइस् त? सब्जी आलु कति फलेछ तेरो? अलिअलि तल्लो गरामा कति फलेछ लु भन्दा हाम्रोमा? कति फलेछ? मन यसो अन्दाज गर कति फल्यो? 2-3 मन फल्यो। 2 मन 10 किलो फलेछ? 5 किलो बोर्नु भयो नि त। हाम्रो त फलेन सादा प्लिस। 2 मन आउनु त उहाँ रोप्नुपर्छ आफ्नो गोइटबारी। खतरा फल्यो। पानी आउँदैन नि फेरि। यहाँदेखि जान्छ त नि। त्यो पुग्छ? त्यो पुगिहाल्छ नि फेरि। अनि मैले गोरुलाई दिएको त पानी। 2 मन 10 किलो फलेछ? गोरु 2 मन 10 किलो त त्यही जोतेको पो त। निका खनेको मात्रै यिनीहरूले चोरेर खाएको त फाल्टै। पहिल्यै चोर जतिकै फुलफुल दाना निकालेको। तर हिसाब गर्दा चाहिँ नि पैसा हिसाब गर्दा चाहिँ उयो आफ्नो भन्नु मात्रै हो, केही पनि लगाएको छैन भन्ने मात्रै। पैसा हिसाब गर्दा चाहिँ लास्टै महँगो हुन्छ। पानी मिटरको पानी
होइन अनि जोतेको जोतेको मल गोडेको खेतालो अनि त्यो बार्ने तार जाली के किनेर ल्यायो थियो त तपाईँहरूको खासै हेर्नु तर त्यो त्यति गरे अनुसारको 5 किलोको ठाउँमा अब 10 के अरे 4 मन फलेको रहेछ नि त तैँले बोलेको सुनेको छ तैँले बोलेको सुनेको छ घरमै फलाएको खानु पाएन र त भनेको त्यो एउटा खानु पायो त्यति हो मैले डबल पारिदिएको छु ल नाम डोरी डबल पारिदिएको छु डोरी खानु ल गयो ल लगाइस म चाहिँ अब अघि बिहान यताउति घरको सबै कामहरू सकियो मतलब यहाँको कामहरू अनि अहिले चाहिँ म एकछिन बिर्तामोड फेरि जानुपर्ने हो सामानहरू के जति घरको लागि पनि र त्यो सामानहरू यसो लिनको लागि चाहिँ म बिर्तामोड जान आँट्दैछु अनि के भन्छ अर्को स्पेसल कुरा चाहिँ आज मेरो एउटा गिफ्ट आइरहेछ त्यो गिफ्ट पनि रिसिभ गर्नु छ सो म चाहिँ अहिले बिर्तामोड जाँदैछु अब जानलाई ठिक पर्दैछु भनौँ न अब बिर्तामोड जाने अब हैँसियालाई घाँस पनि अघि ल्याइहाल्यो बिर्तामोड जाने घरमा काम छ बाबु छ तल ठुलो बाबु अनि टक्क तल गएर चाहिँ त्यो सामानहरू रिसिभ गरेर अनि आउने यस्तो छ गाइज ल अब हिँड्ने सुरु भयो त ल गाइज अब आज चाहिँ होइन एउटा तपाईँहरूलाई चिज देखाउनु गइरहेको छु अनि यो चाहिँ मेरो गिफ्ट हो होइन अब यो गिफ्ट पठाउने चाहिँ भाइ हो को हो त्यस्तो बिगुलको मामाले युकेबाट पठाइदिएको सामान हो यो चाहिँ होइन अनि अब यो चाहिँ हामी अनबक्सिङ गर्न जाँदैछ खासमा चाहिँ यसको बक्स पनि थियो तर ल्याइदिनु हुने भेनाले चाहिँ त्यो ब्यागमा के भन्छ अलिक स्पेस खाने भएकोले गर्दाखेरि त्यो अनि भरे भन्सारमा फेरि के होला भनेर अनि त्यो प्लास्टिकमा खोलेर चाहिँ यसरी ल्याइदिनु भएछ एनिवे जसरी हामी ल्याइदिनु भयो भेनालाई पनि थ्याङ्क यू सो मच र हामी चाहिँ अब यो अनबक्सिङ गर्न गइरहेछौँ होइन त भाइ के छ भन्ने चाहिँ थाहा छैन हेर्नुपर्छ के हो यो हेर्नुपर्छ यार चिज त है अरे बाप खतरा आयो त गाइस फाइनल्ली चाहिँ हामीले अब पुरा DJI Osmo Pocket 3 को अनबक्सिङ गर्दैछौँ होइन त्यो चाहिँ के हो है त्यो कभर केस यसो केस होला होइन यसो केस रहेछ यो चाहिँ ठक्कसँगले हेलो गर्नलाई होला र अब चाहिँ हामी फाइनल्ली अनबक्सिङ गर्दैछौँ के छ त यहाँभित्र भनेर हेर्नलाई चाहिँ यस फाइनल्ली मेरो हातमा परिसकेको छ DJI Osmo 3 आम ल यो चाहिँ अब म कसरी गर्ने भन्ने चाहिँ थाहा छैन म सिक्छु तर बाबुसँग पनि यसको साथमा हामीले आएको सामानहरू चाहिँ के हो त भन्दाखेरि यो एउटा DJI Osmo को माइक हो यो स्पिकर माइक हो यो होइन अनि त्यस पछाडि यो सायद ब्याट्री होला प्रोबब्ली यो ब्याट्री हुनुपर्छ अनि यहाँ अर्को दुईटा ब्याट्री छ है दुईटा एक्स्ट्रा ब्याट्री रहेछ अनि यो के हो फेरि खै हेर्नै पर्छ के हो खै यो के हो अब यो हेर्नै पर्छ यसलाई एकछिन बन्द गरौँ होइन ट्विक यो यसलाई अब एकछिन बन्द गरेर ए कता गयो महाराज एकछिन बन्द गरेर यसलाई राखौँ र अब यसलाई यहाँ खोल्दैछु यो चाहिँ के हो भन्ने थाहा छैन मलाई है गाइस यो के हो भन्ने थाहा छैन अब हेरौँ ए यो चाहिँ के हो खै के हो ए यहाँ राख्ने होला भाइ यो तलपट्टि जोडिन्छ जोड्न चाहिँ ए यो उयसको होला उयसको DJI Osmo पकेटको माइकको क्या होइन रहेछ एक्स्ट्रा पावर ब्याङ्क हो कि थाहा छैन छोड्दिन यो चाहिँ के हो यो ब्याट्री नै होला यो ब्याट्री नै हो दुईटै ब्याट्री त्यो खोइ यो त गोलो छ त गोलो होइन स्ट्यान्ड हो ट्राइपोड होइन एक्सटेन्सन हो तल त्यसको एक्सटेन्सन हो यहाँ यस्तो पकाउनलाई यहाँ यो हुन्छ नि होला सायद यो चाहिँ एक्सटेन्सन जस्तो यो पनि खोलेर हेरिहालौँ होइन ए हो रहेछ तर यो चाहिँ कहाँ फिट हुन्छ भन्दा चाहिँ यहाँ फिट हुन्छ नि
त्यस्तो रहेछ नि त यस्तो रहेछ र यो चाहिँ यहाँ टक्क यसरी थिचेपछि यो आइएम स्योर हो यो चाहिँ यस्तै हुन्छ जस्तो लाग्यो ट्याक्कसँगले चाहिँ क्लिप गरेको थिएँ हेलो गाइज यो रहेछ अनि तपाईँ यस्तो पनि रहेछ यो चाहिँ जस्तो अब यस्तो भयो नि त होइन यो चाहिँ यस्तो भयो भनेपछि आफूले अब यस्तो गरेर ट्याक्क राख्छु भन्दा नि भयो क्या त्यो रहेछ त्यो एउटा भयो अरू पनि अरू त यो केबलहरू भयो अनि यो माइकको यो पनि रहेछ के भन्छ त्यसलाई स्पोन के पम्प क्या त्यो नोइज नआओस् भनेर होला नोइज कन्ट्रोल गर्न यो त टाइप सी चार्जरको उयो भइहाल्यो ल यो चाहिँ हामीले ठ्याक्कै फाइनल्ली सबै कुराहरू हेरिसक्यौँ र फेरि पनि कान्छा र कान्छीलाई थ्याङ्क यू सो मच तिमीहरूलाई धेरै धेरै धन्यवाद यो सामान पठाइदिएकोमा अब यो सामान यति भएपछि म पनि अब आजबाट चाहिँ यस्तो गर्दै अब यसैले म चाहिँ पुरै गाइस ल है भन्दै भिडियो खिच्छु होला होइन र यस्तो हुँदो रहेछ अब यो पुरा फलो गर्दो रहेछ यसले अब हेरौँ कस्तो हुन्छ मलाई थाहा छैन यो फर्स्ट टाइम हो ओजमो पकेट 3 चाहिँ र म यो चलाउनु गएर छु अब यो चाहिँ यो पनि तान्ने होला है है टक्कै र फाइनल्ली हामीले यो पनि उकाइसक्यौँ अब के हुन्छ त अब अन गर्नु इङ्ग्लिस पङ 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 होइन एक खोइ त एसडी कार्ड छैन हाल्नु पर्यो एसडी कार्ड ल फाइनल्ली ओजमो पकेट 3 बाट पनि भिडियो सुटिङ हुन थालिसकेको छ अब यो सब अब यो गोप्रोको एसडी कार्ड अहिले चाहिँ हामीले त्यसमा युज गरिरहेको छौँ तर अब त्यसलाई हामी केही कुराहरू अब उयो गर्छौँ होइन भाइ त्यसलाई मिलाउँछौँ क्वालिटी त यसलाई यहाँ हाल्यौँ अब यो गोप्रोलाई अहिले एकछिन अब यो स्थगित एकदमै हाई क्वालिटी हुँदो रहेछ अब फर्स्ट टाइम हो मेरो चाहिँ युज गराइ एकदमै राम्रो हुँदो रहेछ यार बबालै हुँदो रहेछ यसको त ल मन पर्यो होइन छोरो एकदम मेरो छोरो चाहिँ यहाँ छ सो अब हामी चाहिँ यहाँनिर छौँ होइन अब एक्टिभेट इनेबल भन्छ र म चाहिँ अहिले खासमा यहाँ घरमा आएको थिएँ घरमा अलिकति कामहरू पनि थियो होइन अनि कामहरू सकेँ अनि यो अहिले एउटा प्रब्लम चाहिँ के भने बिर्तामोड खानेपानीको प्रब्लम भइरहेछ क्या त बिर्तामोड खानेपानी यस्तो फोहोर पानीहरू आइरहेछ होइन तपाईँको सबै सधैँभरि तपाईँको एकदम फोहोर पानी आइरहेछ क्या त्यस कारणले गर्दा पनि यो बिर्तामोड खानेपानीको त्यहाँ को हुनुहुन्छ है त्यहाँ सबैजनाहरूलाई मेरो हार्दिकताको साथ अनुरोध चाहिँ के हो भने प्लिज 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 त्यस्तो फोहोर पानी चाहिँ नपठाउनु होला त्यो फोहोर पानीको पैसा तपाईँहरू नलिनु होला यार त्यस्तो फोहोर हिलो पानी बढाएर हुन्छ यार भर्खरै हामीले चाहिँ नि बाउ छोरा भएर 2 जना भएर ट्याङ्की सफा गरेको होइन त्यो चाहिँ लगभग त्यो अब पुरा हिलो थियो क्या पानी त्यस्तो खालको छ सो त्यस्तो कुराहरूमा चाहिँ प्लिज तपाईँहरूले आफ्नो विवेक पुर्याइदिनु होला त्यसको लागि चाहिँ म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र भन्न पनि चाहन्छु कि त्यो फोहोर पानीको चाहिँ पैसा नलिनु होला प्लिज है अब के गर्ने भन्नै पर्यो नभनिकन त नहुने रहेछ अब काम गर्ने उहाँहरू हो पैसा तिर्ने हामी हो होइन पैसा तिरिसकेपछि अब त्यो पैसा को चाहिँ काम त गर्नु पर्यो नि त माथि उभिँदा पुरै आइरहेछ बस्नु त आमाको छिटो ल फाइनल्ली अब हामीले सब लिइसक्यो आमा विकेशलाई बिगुलाई पुरा फलो गरिरहेको अवस्था आमा पुरै सो ल एकदमै गाइस अब थ्याङ्क यू सो मच भन्न चाहन्छु फाइनल्ली अब चाहिँ हामी चाहिँ यो सबै कुरा रेडी सेटअप भइसकिसक्यो अनि तपाईँको अहिले हामीले माइक पनि चिया पोख्यो माइक पनि सबै टेस्ट गरिसक्यो सबै कुरा टेस्ट गरिसक्यो ल म अब यहाँ घरबाट पनि हिँड्न आँटिसकेँ
अब गिफ्टहरू पनि अनबक्सिङ गरिसक्यो। अब चट्टसँगले चाहिँ हामी चाहिँ अब अहिलेलाई चाहिँ गोप्रोले नै खिच्ने होइन। अहिलेलाई चाहिँ अब माइक मैले अघि जोडिसकेँ त, अनि अहिले चाहिँ गोप्रोले खिच्ने। अब चाहिँ हामी चाहिँ यसो उयो गर्नु पऱ्यो भने चाहिँ अब हामीलाई के पनि चाहिएन, हामी ओजमो DJI Osmo 3 ले नै अब खिच्छौँ। वेलकम टु होइन त त्यसो भने अस्ति हावा लाएर त्यो चाहिँ होइन उयो किला चाहिँ पसेछ ऊ दुईटा त्यहाँ होइन। सो म चाहिँ अहिले घरबाट निस्किसकेको छु। घरबाट निस्केर अब टायरमा पुरै किला पसेको जस्तो देखियो। अब हामी एकचोटि त्यो टायरको किला निकाल्नलाई जाँदैछौँ, म जाँदैछु खालि। सो यहाँ सरोजगार भवानी सहकारी पसलमा आज सोमबार प्रायः सबै बिर्तामोडको पसलहरू बन्द भएको भएर यो चाहिँ एटलिस्ट खुला रहेछ। सो यहाँबाट चाहिँ केही सामानहरू लिएर फेरि म अगाडि बढिरहेको छु। प्रायः पसलहरू चाहिँ सबै नै बन्दै छ होइन। अब यो एउटा दोकान खुल्ला छ भने छ, यो पनि छैन भने चाहिँ अब लगभग चान्सेस धेरै कम हो भन्ने लागेको छ। केही गर्दा पनि काम पार लागेन, त्यही भएर गाइज म चाहिँ अब फर्केँ है। अब मेरो बाइकको टायरमा 2वटा किला छ होइन, प्रष्ट देखिएको कुरा हो। अब म केही गर्दा यहाँ पार नलागेपछि अब म लागेँ पुरै किला पसेर। एउटा किला चाहिँ निकालिसकेको छ, अब एउटा किला निकाल्न बाँकी। यहाँ हाम्रो मेकानिक भाइ पुरा लागिराख्नु भएको छ तर सक्नु भएको छैन होइन। आइसकेको छ है, यो पनि हो, दुइटै हो पाल। यो चाहिँ रहेन रहेछ है, छ त्यही सोध्दैछु म। भाइ दुईटा। So no choice, so we have to fix with these things. There is no choice at all, so we have to make a dulo बनाएर बनाउनै पर्यो। यहाँ एउटा यो गाडी FT हो, के गाडी अरे FT भनिसक्यो, BMW FT भनिसक्यो उसले FT भनिसक्यो। मेरो गाडीको पुरा दाम घटाइदिइसक्यो उसले, मेरो गाडीको नामै चेन्ज गरिदिइसक्यो FT। मिस्त्रीको भनेको यो टायरभित्र केही छ भन्ने कुरा आयो गाइज। ल BMW बाइकमा लाग्ने टायरमा त्योभित्र के हुन्छ तपाईँहरूले कमेन्टमा भनिदिनु होला। सकेन मिस्त्रीले ठेल्नलाई मिस्त्री बेहोस हुन आँटिसक्यो। शनिश्चरको मिस्त्री गोविन्द मोटरसाइकल दम हाल्यो भने सट्टै जान्छ क्या। ए कत्रो पोखाएको हो, ल त्यसरी हालेपछि चाहिँ हो अनि राम्रो पनि हुन्छ क्या खासमा। हो होइन जहिले गर्ने त्यही हो नि त ब्रदर, लिनु त। थ्याङ्क यू भाइ। शनिश्चरी बजार हो यो चाहिँ, शनिश्चरी बजार मैले क्रस गरिसकेको छु। म चाहिँ अब अगाडि बढिरहेको छु, जाँदैछु। अब घर जानु पऱ्यो नि त होइन। सो गाइज अहिले चाहिँ हामीले मैले बाइकमा तेल पनि हालिसकेँ। बाइकमा तेल हालेर म अहिले यहाँ पम्पबाट पनि अगाडि बढिसकेको छु। अब चाहिँ लगभग नन स्टपै हो जाने, किनभने अब टाइम छैन, 4:30 भइसकिसक्यो, रात परिहाल्छ होइन। सो त्यो टाइमै वेस्ट नगरौँ होला। अब यहाँ देख्नुभयो नि केटाहरू बिर्तामोड बस्छ होइन, तर बिर्तामोड बसेर यहाँ घरमा भएको नाङ्लो सब्जी टमाटर पनि छ, खोर्सानी पनि छ, घरमा नराखिकन सबै बोकेर हिँड्ने छ। ए त्यस्तो
बोली साध्य छैन होइन अनि कति बेला आएको थिइस् कि बिहानै निक्लेको थिएँ कि आजै आएको ए के भने रात दिन दुगुना रात चौगुना भने जस्तो अनि भ्लग त अनि पुरा उयो छ त अनि भाइरल भइरहेको काम छैन अघि हौ म त 12 बजीतिर झरेको थिएँ तल घरमा काम अलिकति काम थियो बिकुल मात्रै थियो तल अनि काम सकिएर आइहाल्यो भाइको बर्थडे माथि नै गर्नुभएछ त्यो छुट्टी भएको थियो आउँछु कि आउँछु माथि नै आउँछु भन्यो अनि केही न केही नै यसो केक खिचेर काटिदिएको थियो त्यति केक लिएर आएको अरे गाडीमा त्यही पनि फ्याल्ट्याङ पार्दैछ गर्थ्यो रिसाएर नि रिसाएर मसँग रिसाउँछ ऊ बोकेर आउने अनि मसँग रिसाउँदै थियो लु नरिसा बाबु यो मेरो होइन तिमीहरूले लिएर आएको भने यहाँ DJI Osmo 3 पकेट त्यस्तै छ अहिले भेटघाट म बर्दैछु ए अनि कति 2-3 महिना भएन कहीँ चलेको छैन ब्याक टु ब्याक एकदम फ्याक्ट्री दनादन चल्दैछ सास फेर्नु गाह्रो भन्छ नफेर्न त्यसो गाह्रो भयो नि किन फेर्नु लु गए ल ल सो हाम्रो ओमे भतिज हो यो चाहिँ अहिले म भ्याइ नसक्ने मान्छे बिजी आइएम बिजी म्यान होइन सो अब अलि होइन अब यस्तो छ म हिजो तेरोमा गएर रोटी खाएर आएको नि फेरि होइन छोरा त्यसमा तैँले त्यसपछि चित्त तैँले दुखाउनै पर्दैन त्यो भएर पो त नत्र म गएको होइन तँ थिइस् उल्टो मलाई सानपट्टि कसम यति रोटीले राखेको झोला अहिले बिकुललाई पनि घर पुऱ्याइदियो अरे आएको अब आएन भनिदिनु अब रिसाइदिने यसरी कहाँ हुन्छ त हुँदैन नि त कहाँ हिँडेको त ल हौ यहाँ अनि केटाहरू के गर्दैछ अनि छिट्टो के भयो अनुहार कहाँ अनि कस्तो घरैमा बाइक ए यो टोइलेट पनि लु नहुने विशाल बिचारा रिसाइरहेको छ आएन भनेर तर म आएँ होइन फ्याक्ट्री पनि आइसकेँ चिया लिनु गयो सो फाइनल्ली चाहिँ म बर्दुमा आइसकिसकेँ हामी चाहिँ गाइज म चाहिँ घरमा आइसकेको छु होइन बर्दुमा फाइनल्ली DJI Osmo Pocket 3 बाट चाहिँ नि हामीले भिडियो खिच्न थालिसकेका छौँ अब यहाँनिर आइसकेको छु देख्दै हुनुहुन्छ घरमा होइन अब यो घर यसले खिच्दा चाहिँ एकदम राम्रो क्वालिटी पनि खतरा आउँदो रहेछ र चाहिँ नि मेरो छोरा विकेश हेलो थ्याङ्क यू भने खोइ त कान्छासँगलाई थ्याङ्क यू खोइ यसो हेलो ल हामी चाहिँ अब यहाँ छौँ जिमी खेलिरहेछ यहाँ एकदम यो जिमी तनाव भइसक्यो मलाई यहाँ जिमी यहाँ खेलेको देखेर होइन यहाँ हेर्नु न यति धेरै छ लुतीलाई काब्बु बनाइसक्यो मलाई पनि त्यसै भनेको थियो गाली गरिरहेको थियो अनि किन भन्नु भनेको कुखुरा पार्नुपर्छ भन्दै थियो खाऊ भन्दै ल अब म चाहिँ घरमा आइसकेँ अब म एकछिन माथिल्लो घरमा जान्छु मलाई त्यहाँ जानैपर्छ मैले एकदम गाली खाइसकिसकेँ कि त्यहाँ म गइनँ भने मलाई एकदम मैले हेपेँ रे हाम्रो पनि पालो आउँछ भनिसक्यो सो अब त्यहाँ पूजा छ मावाला घरमा एकछिन पूजामा चाहिँ गएर आउँछु है गाइस ल म चाहिँ जाँदैछु अनि अब एकछिन त जानै पर्यो टक्क गएर विशालकोमा ए होइन आज त रजिनकोमा त विशालकोमा चाहिँ हिजो पूजा थियो अनि रजिनकोमा अरे हो ल हेर्नु तपाईँलाई म एउटा चिज देखाउँछु ल बाफ्रे चियाबारी हेर्नु नि कस्तो दामी छ यो चाहिँ हाम्रो चियाबारीमा टिप्दैछ यो चाहिँ फेरि मैले आज विशाल पुरा फायर भयो आइएम सो सरी विशाल आएन भनेर चाहिँ रिसाइरहेको थियो त्यही भएर चाहिँ म अब विशालको
लागि भए पनि म अहिले जाँदैछु पुरै रिसायो म र तपाईँलाई पख्न मैले जानेको छु भन्छ रिसाइरहेछ म त जाँदैछु बिर्तामोड गयो बिर्तामोडबाट अब आउँदा टाइम पनि लाग्यो होइन तर अब घरमा कामहरू थियो सकेर आयो अनबक्सिङ पनि गऱ्यो मलाई अब अनबक्सिङ गरिसकेपछि टक्कसँगले अब जाँदैछु रजिनकोमा अस्ति चाहिँ यहाँ विशालको घरमा पूजा थियो अहिले चाहिँ रजिनको घरमा पूजाको काम भइरहेको छ होइन ट्याक्कसँगले विशाल आउँदैछ मसँग पुरा रिसाएछ आइज आज सिधै आइज न विशाल बिचरा एकदम यसले मलाई रेस्पेक्ट गर्छ होइन कस्तो यसले मलाई यस्तो डायलग दियो नि आज यस्तो डेन्जर डायलग होइन तपाईँ हामी पनि तपाईँसँग कुनै दिन काम लाग्छौँ सम्म भन्ने भ्यायो त्यसले मलाई अनि अब केही भन्न मैले के भन्नु र अब होइन अब यस्तो सोचे ठिकै पनि हो आइज न पहिला ओ हिजो म आएको हो कि भन् त यसले मलाई यस्तो डायलग हान्यो अघि मलाई म आएर खाएर गएको म यहाँ आइज न मैले तैँले नदेखेको भन्दा हुन्छ त म आएको त हो नि त म आएको हो होइन विशाल चाहिँ म एकदम यसले मलाई चित्त दुखायो अनि त्यही भएर यसलाई मैले क्लियरिफाई गर्नु खोजेको मात्रै हो हाम्रो मेरो नयाँ सामान आएको म तेरो भनाइ के छ क्यामेरा आजको न्यू यो त अनि हाम्रो मनावेनले पो बोकेर हिँडेको त्यो चाहिँ त्योभन्दा यो एडभान्सवाला हो होइन हामी चाहिँ यहाँ छौँ विशाल रिसाएर मसँग बेहोजोक छ तर अब उसले रिसाउँदैन मलाई थाहा छ उसले बुझ्छ यो कुराहरू होइन म यहाँ आएको थिएँ नि त म यहाँ आएको त थिएँ नि त ल ठिक छ म बिजी नै हुँदा पनि भाइ म हिजो आएँ नि त नआएको भए चाहिँ मैले अस्तिको दिन पनि कल गरेर अस्तिको दिन आएर म गरेको अनि सुन अस्तिको दिन आएर म कहाँ गएँ तपाईँ कहीँ मैले बेलुका बोलाएको बेलुका होइन बेलुका त म नआएको किन भन् न बर्थडे घरमा थियो होइन त्यो बर्थडे होइन त्यो विकेशको त्यो बर्थडे त त्यो भाइको होइन त्यो त त्यस्तो केही होइन सामान्य त्यो त केही त्यो मलाई त्यो इच्छेको तर गलाई चाहिँ धेरै त्यो कसम म त एकछिन त्यस्तो आएर होइन अनि मेरो ठुलो होइन यसले मलाई दिँदैछ अब यसले धारणा डाइलग साइलग दिइरहेछ ठिक छ अब यसले मलाई यसको डाइलगलाई मैले स्वीकारेको छु किनभने मैले गल्ती गरेको छु नि त मैले गल्ती गरेपछि अब मैले स्वीकार्नै पऱ्यो विशालले भनेपछि सकियो त दिइरहेछ डाइलग सक्यो पूजा चाहिँ पूजा सक्यो सकिसक्यो यहाँ पनि सक्यो लामा गइसक्नु भएको छ गइ नै सक्नु हो पुऱ्याएर म ए रजिनले साङ गर्दैछ पुरै ल गाइस हामी म चाहिँ रजिनको घरमा आइसकेको छु यो चाहिँ रजिनको घर हो होइन को बोल्दैछ पुरा नयाँ नयाँ लुङदार राखेर चाहिँ खतरा बनाएको छ त्यो घरको मेमे नै चाहियो अरे ल्याउँदा धेरै पैसा लाग्छ र त आफ्नै घरकै ल्यायो भने त पैसा पनि कम्ती लाग्छ नि त होइन यही होइन भित्ते माथि र त भन्ने नारा जेठेमा माथिहाल्छ तँलाई किन नदेखाउ किन हेरि किन भनिस् यहाँ के पाक्दैछ यसले खानेकुराहरू मलाई के जानिस् तैँले ड्रोनको आखे भन् हजुर पुरै धुपाती गर्दैछ हामी चाहिँ रजिनको घरमा आएको छौँ त्यो चाहिँ रजिनको छोरा हो होइन तेरो नाम के हो ऋतिकसँग छु ल ऋतिक राई हो के हो भन्न त के हो के हो त भन्न त नि के हो त भन्न त त्यसो भन्नु
ऋतिक स्याङनन तामाङको घरमा हामी आइसकेको छौँ। मेरो टाउको कस्तो चड्किरहेछ, यस्तो दुखिरहेछ होइन। र पनि आएन भन्छ। अघि विशालले बाटोबाट डाइरेक्ट दियो, म आएको अहिले भित्रबाट आइपुगेको हिजो म आएँ त। आन्टी त आउँदैन, अब भोलि पर्सिसम्म आउँदैन। विशाल पुऱ्याउनु गएको अनि के गरेर विशालले अन्त अब मलाई यसले के दिँदैछ नै पञ्चामृत दिँदैछ। नानीले पञ्चामृत खान्छ। थ्याङ्क यू। ल माला पनि पाएँ, धन्यवाद। लु धन्यवाद। लु भाग्यमानी हुनु बुहारीहरू सबैजना, ज्ञानी हुनु। छेगा राखेलाई छेगा हो म को मन्तरे आँखे भन्नुपर्छ। बुद्धै भन् न, अब बुद्धै भनेर के यत्राको आँखे भन्नु। ए बुद्धै भन् अब, होइन भने मन्तरे आँखे भन्। त्यो कहिले भन्नु, नाम काट्नु हुँदैन, आँखे भन्नु, कान्छा आँखे भन्नु होइन, मन्तरे आँखे भन्नु, बुद्ध आँखे फुर्बा आँखे भन्नु हुँदैन ल। बुझिस् न? सञ्जितको आमामा म कति ल्याएको थियो यसले मलाई थोरै प्रसाद देख्नु नि। नमस्ते। यो धेर हुन्छ हौ। र अब हामी यो खान्छौँ होइन। क्या हो यो? ए बियर हो। म त साँच्चै म त बियरै रहेछ क्या भने झर्नै होइन। कहाँ खाएको निगार? हाम्रो त्यो लोमाइला छ नि। आइतबारेमा त्यो निगार पनि पाउँछ। अनि सर एक हानेको बाफ्रे पदमले हिजो निगार खाएर आएर जाँडै खाएर रजित पदमले जाम खाएर हिजो खाएर त निगार आज नखाने भन्दैछ। कसकोमा कीर्तन आएको छ? कहाँ? यहाँ काइला बाकोमा? ए अँ यो लुङदारको पनि हिजो काण्डै भएछ। मैले अब खाना खाँदिनँ होइन, म खाना खाँदिनँ। खाना खा मलाई मन लागेको कुरा किन खाना कति खान्छस् भात भन्नु थाहा छ नि। पुराको भात रेडी भइसकिसक्यो, डिनर टाइम। सो गाइस अब म पनि यहाँ आएको थिएँ, मलाई पनि खा भन्छु तर म चाहिँ खाँदिनँ होइन। किनभने मैले एक थाल रोटी खाएँ, त्यो खाएको मलाई यो भात दिएको भए चाहिँ म भात खतरा खान्थेँ तर दिएन मलाई होइन। तर अब रोटी दियो, रोटी खाएँ। सो अब चाहिँ म मावाला घरमा आएर पनि पुरा रोटीहरू खाएर पनि अब घर जाने, खाइसकिसकेँ। सो नाउ आई हेभ टु गो। सो ओके सबैजना बाई बाई। गएँ म, बाई बाई। गएको अब घर जाने। यस्तो छ नजरा मेनाउँदै हुनुहुन्छ गाइज। अब आजको दिन चाहिँ यसरी नै बित्यो। सो अब म यो भिडियो चाहिँ म यहीँ अन्त्य गर्न गइरहेको छु। भोलि नयाँ दिन सँगसँगै फेरि नयाँ भिडियो लिएर तपाईँहरू समक्ष फेरि उपस्थित हुनेछु। त्यति जेलसम्मको लागि बिदा दिनुहोस्। थुजु छे, बाई बाई।